हेलो साथीहरू, म चाहिँ होइन अहिले भर्खर यहाँ बारी आइरहेको छु। अन्त यहाँ बारीमा चाहिँ के गर्नु भन्दा चाहिँ धनियाँमा चाहिँ पुरा झार आइरहेको छ। अन्त अस्ति भर्खर छरेकोमा चाहिँ अन्त धनियाँ पनि निकै लामो भएको छ। अन्त झारहरू पनि निकै आइरहेको छ। अन्त म तपाईँलाई देखाउँदैछु ल। यहाँ देख्न सक्नुहुन्छ धनियाँ चाहिँ मजाले उम्रेको छ होइन, तर पुरा झार पनि आइरहेको छ। वेदर चाहिँ यस्तो छ, आजको यति खतरा घाम लागिरहेको छ होइन। यस्तो घाममा चाहिँ म अब यहाँ झाडु खाल्नु आइरहेको छु। अन्त आमा बाबाहरू त झन् अदुवा बिहानदेखि अदुवा गोडिरहनु भएको छ। त मलाई चाहिँ यो धनियाँ गोड भन्ने भन्नुभयो होइन। अन्त म चाहिँ यहाँ धनियाँ गोड्दैछु। अहिले तपाईँलाई धनियाँ गोडिसकेर देखाउने छु। साथीहरू, मैले चाहिँ होइन धनियाँ पनि गोडिसकेँ। हेर्नुहोस् न, पसिना चाहिँ यति बेसी गर्मी छ कि आम्मामामामा। म देखाउँदैछु ल तपाईँहरूलाई। हाम्रो धनियाँ त्यस्तो लामो त छैन, तर भए पनि 1 ड्याङ 2 3 4 ड्याङ छ होइन। त्यहाँदेखि उता 2 ड्याङ चाहिँ पालक छ, त्यो चाहिँ अब भोलि मात्रै यो गोड्छु, आज सक्दिनँ यस्तो गर्मीमा चाहिँ नि। त्यो तर 2 हप्तामा त यो टिप्ने बेला पनि हुन्छ। यसरी गोडिदिएको छ भने अब ठुल्ठुलो ज्याङबाट आइहाल्छ होइन। त